आज चाहिँ मेरो हनुमानघाटदेखि अब तिनकुनेसम्मको यात्रा रहेको छ। सबैले हेर्नु नै पर्ने हुन्छ। आज चाहिँ बबालै हुनेवाला छ। म चाहिँ यतिकै भ्लग बनाइरहेको छु। बिहानै हाम्रो दिदीले मुस्कान दिनुभएको छ, तर आइएम सो ह्याप्पी है। अनि के छैन, यस्तै छ। अनि अब म चाहिँ जान्ला छु, तपाईँहरूलाई म देखाउँदै गर्नेछु, हेर्दै गर्नु होला अनि के कस्तो हुन्छ प्रतिक्रियाहरू। अनि चाहिँ म चाहिँ आजदेखि भ्लगहरू हाल्नेछु, हेर्दै गर्नु होला भन्न चाहन्छु। भ्लगहरू आउँछ आजदेखि। मेरो चाहिँ अगाडि किन आएको थिएन भने चाहिँ प्रब्लम भएर है। ल म चाहिँ पाङ्गा दो बाटोमा पुगेँ। अब म यहाँदेखि हाइसमा गाडीमा चढ्छु। अनि के भन्छ अरे अरू के माटीनिर रोकिदिन्छु म चाहिँ। उता हाम्रो मामा म के माटीनिर रोकिदिन्छु भनेपछि मैले चाहिँ नाम पनि के हो अरे काली माटीनिर म उत्रिन्छु ऊ त्यो हाइसमा चढेर। अनि हाइसमा म चढ्न अब गइरहेको छु। अनि काली माटी काली माटी म पुगेर अनि तपाईँहरूलाई हाइसमा म अब चढिसकेको छु, हेर्न सक्नुहुन्छ। जानु नि यो दाइ, जाने हो। ल अहिले चाहिँ कोही छैन, फर्स्ट मेम्बर मै नै रहेको छु। हेर्दा चाहिँ फर्स्ट मेम्बर दाइ भन्छ दाइ। हजुर त्यो बिहानको बिहान भने आउँछु भनिसकेको बिहान ए ल ठिक छ। के छैन जे जस्तो होइन, म फर्स्टमा पुगेँ है। पछाडि बसेँ महिला सिट। ए म महिला सिट, ओ माई गड म महिला सिटमा बसेँ। आइएम सो सरी है। ल म चाहिँ आफ्नो सिटमा बस्छु। पाङ्गो सिटमा पनि नै ज्येष्ठ नागरिक सिटमा बस्छु म चाहिँ है। अहिले म पाङ्गादेखि गाडीमा चढेँ, त्यसपछि बल्कु पनि उत्रिन्न। अब सिधै म उत्रिन्छु। के भन्छ अरे त्यसको नाम के हो अरे के अब काली माटीनिर उत्रिन्छु। काली माटीनिरदेखि अझै गाडीमा चढ्छु। अनि त्यसपछि म तिनकुने उत्रिन्छु अनि हजुरलाई देखाउने छु। ल हामी चाहिँ अहिले पाङ्गादेखि म हिँडिसकेको छु। अनि यता यस्तो छ साइडमा अनि हाम्रो उता वृद्ध मानिसहरू मनी मागिरहन्। कहिले दिन्छ कि दिन्न हेरौँ न कस्तो हुन्छ। कहिले पनि दिएन। मसँग छुट्टा छ कि म भएपछि दिन्छु। ल हजुर फाइभ छ, 5 रुपियाँ। म लिनुहोस् बाजे। बाहिर गर्नुभएको कामहरू आफ्नो टोल सुधार समिति होइन, टोल सुधारलाई गर्नुभएको कामहरू अरूले इभ्यालुएट गर्नुपर्छ, अरूले मूल्याङ्कन गर्नुपर्छ भन्ने वृद्ध मानिस बाजे, हाम्रो बाजे देख्नु बाजे हिँड्न नसक्ने मानिस। अब मैले चाहिँ किन गर्न सकिनँ भनेर जुन तपाईँले अपेक्षा गर्नुभएको मूल्याङ्कन गर्न पाइयो नि त। मान्छेहरू भरिन लाहान। अनि यो चाहिँ पोखरी रहेको छ कीर्तिपुरको। ल म गाडीमा हिँडिसकेँ अब। अनि कीर्तिपुर अनि म चाहिँ अब एकछिनपछि अब हाम्रो टियु गेट आउँदैछ, टियु ग्राउन्ड पनि आउँदैछ। तपाईँहरूलाई अब म रियलमा देखाउन नपाएँ पनि अब हाइसदेखि बसदेखि देखाउन चाहेँ। हाइसहरू हेरेर लागेको अब यो सबै कीर्तिपुरदेखि अब कीर्तिपुरको हाइसहरू चाहिँ सबै हाइसहरू अब निस्किने तर्करमा छन्। यति साह्रो छन्, कति हो क्या
ओ माई गड अब सिधिसक्यो हाइस पनि अनि यता चाहिँ बिहान मर्निङमा ल टियो ग्राउन्डमा पुग्न थालिसकेँ फर्स्ट अफ अल नयाँ बजार गेट पुगिसकेँ हाम्रो चाहिँ यो चाहिँ नयाँ बजारको गेट हो है अब टियो ग्राउन्ड आउन थालिसक्यो कति राम्रो घाम लागेको क्या घाम पनि दामी लागेको घाम चाहिँ लागिरहन्छ यता चाहिँ कहिले पनि शीतल हुँदैन क्या घाम चाहिँ लागिरहन्छ यही राम्रो यही राम्रो जहिले पनि घाम लाग्ने अरू ठाउँ लाग्दैन लागिरहन्छ म चाहिँ टियु गेटको साइडपट्टिबाट उतापट्टि बस्दापछि म टियु गेट देखाउन सक्थेँ त्यही पनि तपाईँहरूको प्रचार गरेको टियु गेटको गेटहरू देखाउने छ तपाईँहरूलाई ओ माई गड एक्सट्रिमको के हो भने यस्तो प्रचार छ एनसिएल र एक्सट्रिमको धेरै प्रचार हालेको रहेछ हाम्रो टियु गेट सुरु भइसक्यो एउटा बोट यताबाट पनि गइन्छ उतापट्टिबाट पनि गइन्छ अनि हाम्रो यतापट्टिबाट पनि गइन्छ हाम्रो गेटहरू आइसक्यो एनपिएलको यो गेटहरू अनि एनसिएलको गेट यो भयो अनि प्रचारहरू युके अब विदेशहरू पठाउने गेटहरू हरेक कुराहरूको यो कारको अनि सर्भिस रोयल्स अलवेज सपोर्ट छ बाइकको स्टेसन धेरै थरीका धेरै बोर्डहरू टाँसिएको छ अनि एनसिएल 100% भेरिफाई भन्नेवाला 100 फुलको भन्ने लागेको छ अनि चाउ भन्छन् के भन्छन् ड्रागन फुड ड्रागन चाउ रेड बुल एक्सट्रिम धेरै छन् अझै रेड बुल अझै धन्यवाद अझै धेरै छन् ल यहाँनिर हो ल म चाहिँ अहिले हामी चाहिँ पाङ्गा पुग्यो है ल हामी चाहिँ पाङ्गा चोक पुगेँ त्यहाँ चाहिँ यस्तोको व्यवस्था पनि रहेछ अनि पाङ्गा चोक पनि हामी पुगिसकेको छ अब जान लाग्छौँ कता कालीमाटी ल फेसबुकदेखि यस्तो बाटो हेरेर पनि थाहा पाउनु होला यता अझै मोडिनु पर्ने रहेछ व्यवस्थापन र यो पर्यावरणीय न्यायको कुरा गर्दाखेरि अनि अब म चाहिँ कालीमाटी पुग्न थालिसकेँ सेम छ कि बाटो नै थाहा हुन्न कहाँनिर रोकिने कहाँनिर उभिने भनेर गाह्रो छ नि सेम एउटै बाटो देखिन्छ जता जाँदाखेरि लास्टै गाह्रो छ नि ल म यो हाइसमा चढेको थिएँ अनि कालीमाटी म चाहिँ पुगिसकेको छु कालीमाटी गयो त्यो चाहिँ चोक रहेको छ अनि यहाँ चाहिँ के फाइदा हुने रहेछ भनेपछि होइन म चाहिँ समथिङ आधा घन्टा भइसक्यो मेरो होइन 30 मिनट भइसक्यो 30 मिनट मैले चाहिँ गाडीमा राइड गरेँ हाइसमा आएको तर चाहिँ 25 रुपिस मात्र दियो क्या यति यस्ता चाहिँ यो कुराहरू राम्रो हो क्या अनि यता चाहिँ जाम हल्का फुल्का जाम छ अनि त्यो कुराहरू दामी हो क्या अनि म चाहिँ अब कालीमाटीदेखि अझै टिमकुने जान्छु अनि गाडीमा यता चाहिँ टमाटर खोपेको रहेछ अनि यता चाहिँ जाम भइसक्यो अनि म चाहिँ यताको गाडी कता पाइने रहेछ म चाहिँ हेर्दै गइरहेको छु कता पाइने होला उता पाइन्छ होला मेरो विचारमा है यस्तो नियमको अब रुल फलो गर्नुपर्छ कि अनि हाम्रो बिहानै बाजे तरकारी किन्न आछन् हामी पनि रुल फलो गरेर जाऊँ न म चाहिँ यो रुल फलो गरेर
यताबाट सब भइरहन् म पनि यताबाट अनि यता भइरहेछ यस्तो छ म गाडी खोजिरहेको छु गाडी पायो भने अनि रमाइलो हुन्छ ओ सलाम ल म गाडीमा चढेपछि गाडीमा चढ्नुभन्दा अगाडि तपाईँहरूलाई भन्नेछु ल अनि यो रोड सिधा गयो भने कलङ्की पुगिन्छ अनि यो रोडको सिधा गयो यतापट्टि सिधा गयो भने जानु लाग्छ कालीमाटी अनि कालीमाटीबाट बालेसको धेरै कुराहरू आउँछन् अनि तपाईँहरूलाई त्यो हाम्रो लाइटिङ ब्रिजवाला पनि व्हाइटवाला लाइटिङ ब्रिज पनि देखाउँला तर नाइटमा भ्यू दामी हुन्छ दिउँसोमा त राम्रो देखिन्न त्यही पनि हेर्नु होला तपाईँहरूलाई देखाउने छु कहाँनिर छ के छ कस्तो छ है अनि हाइस पाउन गाडी गाडी हुन्छ क्या हामीहरूदेखि अनि यतापट्टि गल्ली हेर्न कस्तो डर लाग्दो छ क्या कोही छैन सुनसान गल्लीमा डर लाग्दो कस्तो छ क्या यसको स्टाइल चाहिँ दामी छ क्या दुईटा ढोका एउटा यता पनि ल दामी छ यताको अनि म चाहिँ अब यो चाहिँ हाम्रो उता के हो अरे जानु त हुन्न त्यही पनि सोध्छु ल मैले चाहिँ म सोध्न पाउँछु कि पाउन्न हाम्रो यस्तो गाडीमा 3 गुणेसम्म हो 3 गुणे हो ल गाडीमा अगाडि सबै डिजल गाडी तानिन्छ डिजल लाउँदाखेरि बाटोमा रोकेर लाउने ओ माई गॉड 3वटा सीसीटीभी क्यामेरा ला एउटा बसमा 3वटा सीसीटीभी क्यामेरा यस्तो छ अनि सिस्टमहरु पनि दामी छ के बसमा नोस्मो त्यहाँ हेर्नुस् हुन्छ नोस्मो छ अनि सिस्टम पनि अब टिकटको एउटा टिकट पनि दिन्छ क्या हामीले पैसा दिने बित्तिकै टिकट पनि दिन्छ यो बाटो मैले घर हेरेर दाम भएर तपाईहरु 5 मिनेटमा यो चाहिँ कभर्ड हल सुन्दाराको अब हामी चाहिँ म चाहिँ सुन्दारा पुग्न थालिसकेँ सुन्दारा पनि तपाईहरुलाई देखाउँछु त्यहाँ आउन थालिसक्यो सुन्दारा यो चाहिँ कभर्ड हलको ठाउँहरू कटेको छ अनि हाम्रो सुन्दारा आयो नमस्ते नेपाल टेलिकम नमस्ते हो अनि हामी सुन्दारा पनि पुगिसकेका छौँ जान लागे टुरी खेल भन्छन् के भन्छन् अस्ति बालिन शाहले भिडियो बनाएको थियो नि यसको टुरी खेल यता उतातिर होला चाहिँ म चाहिँ देखाउन सकिनँ अहिले होला बिहानै लास्ट जाम तल परेको 3,000 4,000 त्यतै जाम कतिको हो है बिहान मर्निङमा अस्ति एउटा बाइक यहीँ चेपेको त मेरो इन्डिकेटर झार्दियो गाडीले होइन यहाँ मान्छे शनिबार धागो बाँधेर घुमिरहेछ यत्तिकै ग्याप थियो छिर्यो अनि म त छिर्दैन होला नि सट्टै छिर्यो अनि मैले रोकिदिएँ पनि ऊ कहाँ जाने अगाडि मान्छे छ अनि ट्राफिक ल्यायो ट्राफिकले करायो दुईजनालाई हतार मैले के गरेँ किन छिरेँ यहाँ छिरेँ कहाँ अनि गएर त्यही भएर साइड लगाएको त्यो सरासरा यहाँ तलमा नाक हुनु देखाउँछु मैले कहाँ हिँडेको बस थाहा
पहिला कुरा गरौँ अनि देखा देखाइ नजाउँ भनेको सिधा बाटो हिँडिरहेको हुन्छ त साझा त अनि के भन्नुहुन्छ नि त परिवार सिसिटिभी लागेको उता हेर्न एउटा दुईटा तिनवटा सिसिटिभी कारको मोटरसाइकल अगाडि कम्प्युटर लम्बो उडेको गाडीको सँगै तासेर चाहिँ सिधै स्टार्ट चाहिँ चालु रहेछ कति हो क्या जाम क्या अघिदेखि लास्टै भइसक्यो धेरै जाम छ यता तानेर त्यो अनि उसले पोताउनु यो रोडमा मलाई धेरै टाइम लागिसक्यो कस्तो हो के यति जाम भइसक्यो मलाई ढिला हुन थालिसक्यो यार के गर्न खोजेको यसले अब चाहिँ हल्का खुल्ला भएछ हल्का जाम हल्का खुल्ला भएछ जाम ल ल ल यताबाट जानु दिएन जाम भएर यताबाट जाम भएर जानै दिएन ऊ पुरा जाम अनि यता खुल्ला रहेछ त्यही भएर यता जानु दियो जम्मल अझै पनि जाम परिसक्यो यार घरि जाम बालेन सिटीमा जहिले पनि जामै जाम हुन्छ झन् राति 8 बज्ने बित्तिकै त पुरा 1.5-2 घन्टा लागिहाल्छ त्यही कीर्तिपुर जानका लागि यस्तो हुन्छ यस्तो अझै जाम छ नेपालमै हुन्छ हेर्नु त झन् यता चाहिँ यस्तो कति त्यहाँसम्म हामी चाहिँ उतादेखि यस्तो जानेवाला थिएँ उता धेरै जाम भएर जानु दिएन तर यताबाट अझै कति जाम यतापट्टिबाट पनि ओ माइ गॉड के हो यस्तो नेपालमै हुँदो रहेछ जे हुँदो रहेछ जाम परेर उता यता चाहिँ भिडियो तिमी झर यति नै झरिसक्यो यहाँबाट पनि छिर्नु दिनु नदिने भनेको उताको बन्द गरेर बसिरह नि यता नि चाहिँ उसबाट भित्र छिराइदिइहाल्छ के गरौँ किन यहाँबाट छिर्दैन अहिले अगाडिबाट हेलो उता झन् टिकट पनि जितेर अहिले जाम खाली छ टिकट दिइरहेछ अझै पनि कति गाडी हो कि जान लाग्यो कति हो यस्तो छ बसमा जाने मान्छेको हालत त्यही भएर आफ्नै पर्सनल प्राइभेट जे भन्छ प्राइभेट के भन्छ प्राइभेट जेट जे सक्छ त्यही किन यसरी बसमा गएर 2 घन्टा लगाउनु भन्दा त यस्तो गाह्रो छ नि यता चाहिँ छ्या कति भिड हो कि ओ माई गॉड उता चाहिँ नारा लागिरहेछ हेलो के हो कि यस्तो त्यहाँ हेरेर नारा लगाइरहेको जाम हुन्छ होला हजुर अफिसमै हो मेरो 9 मिनेटबाट थियो ड्युटी र्याली रहेछ जाम पऱ्यो प्लेन लाइनको नम्बर भएन कि त्यही भएर प्रतीक्षा हजुर
आज हो त आज कि अस्ति कति हो गयो कति लास्टै छ जुलुस भन्छन् के भन्छन् मलाई त थाहै छैन आई डोन्ट नो भनिदिएको ऊ त्यहाँबाट आएको थिएँ हामी चाहिँ अहिले भर्खर यति टाइम पछि यो रोडमा पुग्यो डुडीखोलको तलपट्टिको रोडमा यो चाहिँ भिरकुटी मण्डप यस्तो छ ल हाम्रो भिरकुटी मण्डप पनि यस्तो छ भिरकुटी मण्डप तल यो व्हाइट पाल लगाएको एक व्हाइट पाल नै निलोवाला पाल लगाएको भिरकुटी मण्डप नाराबाजीहरू टाइमै लागेको भएर काम बल्ल जाम खुल्ला भयो खाली भयो 7 6 5 4 3 2 ओइ 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 कोही पनि मान्छेलाई ढिला हुन्छ भनेपछि यङ्गो इनराइड बुक गर्दा हुन्छ यसरी जानुभन्दा 2 घन्टा लगाएर जानुभन्दा ढिलो गर्नुभन्दा है तपाईँहरूले सचेतनाको लागि म चाहिँ भिडियो बनाइरहेको छु यस्तो म चाहिँ 1.5 घन्टा भइसक्यो मेरो चाहिँ अनि के अरे हनुमान घाटदेखि कीर्तिपुरको हनुमान घाटदेखि यता 3 कुनिस पुग्नको लागि यस्तो लास्टै गाह्रो भएर होइन यहाँ 200 रुपियाँ पुग्दैन तर 300 त चारबाट दिएर होइन ओके 500 छ लान्त मानौँ न हो 1000 अब त छिटो जान्छ होला गाडी चाहिँ ल माइतीघर धरम माइतीघर पुगिसक्यो ल आयो ब्रिज विजयनगर ब्रिज आइसक्यो धोबीखोला पुल ब्रिज ए हो राति फोटो खिच्ने लाइटिङहरू पनि ला होला अहिले चाहिँ यो राति राम्रो देखिन्न क्या ठिक देखिन्न होइन राति चाहिँ दामी चमकिन्छ क्या यो फोटो झिलिमिली साइडमा ला होला हामीलाई पुल पनि देखाएँ हजुरलाई पनि देखाउने छु
बानेश्वर हुनुहुन्छ पछाडिको पछाडि नै बस्नुहोस्। बानेश्वर पुगिसक्यो। मन बिनाको धन ठुलो ल बानेश्वर हामी चाहिँ पुगिसके। कस्तो जाम हो गयो यति ठुलो रोड। बानेश्वरको चोकमा पुगे। सिभिल क्याम्पस के कोही हुनुहुन्छ सिभिल क्याम्पस गेटमा? कोही छैन होला। यो चाहिँ अस्ति आन्दोलनले गर्दा यस्तो के भन्छ नेता जलाएको रहेछ। यस्तो हालतै खराब गर्दा छ सिभिल। ल ल तिनकुनेमा अब म पनि तिनकुने आइसकेको छ। म तिनकुने आइसक्यो। ल झारदिन उता हेर्नुहोस् त तिनकुनेको बागमती नदीको पुल। अब चाहिँ तपाईँहरूलाई म बागमती नदी देखाउने छु। यो चाहिँ बागमती नदीको पुल। अनि बागमती नदी कति सानो हो क्या यो चाहिँ। पानी पनि कति कम आइरह। ऊ त्यहाँ रहेछ, ऊ त्यहाँ गाडी आन्दोलन भयो नि, त्यही आन्दोलनले गर्दा बोलेको गाडीहरू। हस् त, थ्याङ्क यू फर वाचिङ दिस भिडियो। म चाहिँ तिनकुनेमा पुगिसकेको छु र अब तपाईँहरूले भिडियो हेर्दै गर्नु होला। तिनकुनेसम्मको आज चाहिँ मेरो यात्रा थियो। ओ माई गड, बाइक हाय है। अनि आज चाहिँ हाम्रो तिनकुनेसम्मको यात्रा थियो। तिनकुनेसम्मको यात्रा अनि के हो भन्दा कीर्तिपुल हनुमान घाटदेखि अनि आज चाहिँ यात्रा पुरा भइसकेको छ र हाम्रो मेरो चाहिँ 1.5 घन्टा लाग्यो के कीर्तिपुरको टियु गेटभन्दा अगाडि हनुमान घाटदेखि यता हाम्रो चाहिँ तिनकुने पुग्नका लागि बागमती फरेस्टको बागमती पुलमा पुग्नका लागि के यति टाइम लाग्दो रहेछ जाममा परेर। भिडियो हेर्दै गर्नु होला। थ्याङ्क यू फर वाचिङ भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर गर्नु होला। बाई बाई, सी यू।